नमस्ते, म सारांश बुक्सबाट। के तपाईले कहिले सोच्नु भएको छ तपाईले माया गरेको मान्छेले तपाईलाई किन छोड्यो? के तपाईले उनीहरूको मनभित्रको द्वन्द्वलाई बुझ्न सक्नुभयो? अथवा तपाईको परिवारभित्र वर्षौंको प्रेम कसरी अहमको सानो पर्खालले गर्दा अचानक भत्किन्छ? आज हामी नेपाली साहित्यका लोकप्रिय लेखक सुबिन भट्टराईको 7औं कृति कथा संग्रह चमेलीको फूल बैजनी रुमालको गहन सारांश प्रस्तुत गर्दैछौं। यस संग्रहले प्रेमका 7 रङलाई 7वटा लामो कथाको स्वरूपमा गहिरो मनोवैज्ञानिक विश्लेषण र सम्बन्धका रौँचिराहरू सहित पस्किएको छ। यो किताब केवल पढ्ने होइन, महसुस गर्ने किताब हो। यो प्रेममा वियोगको पीडा सहनेहरूको कथा हो, जसरी भुइँ कथामा हर्षवीर बाजेले आफ्नो नातिलाई विवश भएर विदेश पठाउँदा महसुस गरे। यो सामाजिक दबावका विरुद्ध विद्रोह गर्ने नारीहरूको कथा हो, जसरी साँझ कथाकी नारी पात्रले आफ्नो शारीरिक अपूर्णताप्रति समाजको क्रूरतालाई चुनौती दिँदै आत्मसम्मान र स्वतन्त्रता रोजिन्। आजको यस भिडियोमा हामी प्रत्येक कथाको भावनात्मक र मनोवैज्ञानिक तहलाई खोतल्नेछौँ। प्रेमको एक्स र जेड समीकरण, अव्यक्त समलैङ्गिक प्रेमको सङ्केत चमेलीको फूल बैजनी रुमालमा, अलमल कथामा एक विद्यार्थीमाथि लागेको झुटो आरोपको मानसिक पीडा, छिमेकी सम्बन्ध कसरी एउटा अहमको शिकार बन्छ भन्ने भग्नावशेषमा र 27-57 कथाको रहस्यमय आक्रमणमा लुकेको विक्षिप्त मनस्थितिको भावनात्मक सत्य। यदि तपाईँ प्रेम, मनोविज्ञान र मानवीय सम्बन्धका जटिलताहरू बुझ्न चाहनुहुन्छ भने यो भिडियो तपाईँका लागि हो। भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् र आफ्नो मनपर्ने कथा तल कमेन्ट बक्समा हामीलाई बताउनुहोला। आउनुहोस् सुरु गरौँ आजको गहिरो साहित्यिक यात्रा। नेपाली साहित्यका प्रिय सर्जक सुबिन भट्टराईको कथा संग्रह चमेलीको फूल बैजनी रुमाल 7वटा लामो कथाको एउटा भावनात्मक यात्रा हो, जसले प्रेम सम्बन्ध, मनोविज्ञान र सामाजिक विषयवस्तुहरूलाई गहिराइमा छुन्छ। सुबिन भट्टराईको कथा संग्रह चमेलीको फूल बैजनी रुमाल शीर्षक आफैमा प्रतीकात्मक र रहस्यमय छ, जसले कथाभित्रका अव्यक्त प्रेम, गोप्य भावना र सम्बन्धको विवस्थालाई सङ्केत गर्छ। शीर्षकमा रहेको चमेलीको फूलले पवित्रता, निर्दोषता र सुगन्ध अर्थ बोके पनि विशेष गरी चमेलीको फूल बैजनी रुमाल कथामा यसले पात्रहरू गौरिका र शिरीषा बीचको गोप्य र अव्यक्त आत्मीयता तथा शिरीषाको निरस वैवाहिक जीवनबाट टाढा रहेर प्रेमको खोजी गर्ने स्वतन्त्रतालाई सङ्केत गर्छ। अर्कोतर्फ बैजनी रुमाल बैजनी रङको रहस्य, उदासी वा विवस्थामा जोडिएको छ। यो शिरीषाको व्यक्तिगत रहस्य, अव्यक्त पीडा र भावनात्मक दूरीको प्रतीक हो, जसलाई उनले सार्वजनिक रूपमा लुकाएकी छिन्, तर यही रुमाल गौरिका र शिरीषालाई जोड्ने माध्यम बन्न पुग्छ। समग्रमा शीर्षकले प्रेम र पीडाको मिलनलाई दर्शाउँछ। जहाँ चमेलीको फूलले सुन्दर तर गोप्य प्रेमको सुगन्ध बोक्छ, त्यही बैजनी रुमालले त्यो प्रेमलाई लुकाउनु पर्दाको रहस्य र अव्यक्त उदासी बोक्छ, जसले संग्रहका अन्य कथाहरूमा रहेको सम्बन्धको जटिलतालाई र पात्रहरूको मनोविज्ञानलाई पनि प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ। यस कथा संग्रहको पहिलो शीर्षकको कथा रहेको छ एक्स, जसमा एक प्रेमी आफ्नी पूर्व प्रेमिकाको बिहेमा गएर आफूलाई पटमूर्ख ठान्छ र त्यही बेहुलाको पूर्व प्रेमिका जेडसँग भेट्छ। उनीहरूको प्रेम कहानीले एक्सको पोलिस्टिक ओभरी सिन्ड्रोम PCOS को कारण सधैँ शारीरिक दूरी कायम राख्ने अनि बिहेको प्रस्ताव टार्ने जटिलता देखाउँछ। जेडको कथाले उनको विगतको वैवाहिक जीवन र विवाहित पुरुषसँगको सम्बन्धको कसिलो वर्तमानको व्याख्या गर्छ। यो कथाले प्रेममा त्याग, आकर्षण र आत्मसम्मानका फरक आयामहरूलाई केलाउँछ। त्यसैगरी चमेलीको फूल बैजनी रुमाल शीर्षकको कथामा भने गौरिका र शिरीषाको अव्यक्त आत्मीयताको कथा बुनिएको छ। पार्टीमा भेटिएपछि बैजनी रुमाल र चमेलीको फूलको प्रतीकले उनीहरूलाई बारम्बार कोजी मोमो पसलसम्म तान्छ। विवाहित भए पनि पतिसँगको स्पर्श रुचाउन नसकेकी शिरीषा र समाजको दबावबाट भागेकी गौरिकाले एक अर्काको सामिप्यतामा भावनात्मक स्वतन्त्रता खोज्छन्। पानी परेको साँझ उनीहरू एकअर्काको छातामुनि हिँड्दा कथाले मौन प्रेमको सुन्दर अभिव्यक्ति दिन्छ। त्यसैगरी अलमल शीर्षकको कथाले एक उदण्ड पूर्व विद्यार्थी बोगटी र उनकी शिक्षिका म्याम बीचको अतीतको तनावपूर्ण सम्बन्धलाई वर्तमानमा जोड्छ। जब बोगटी आफ्नी प्रेमिकाका बुबा आमालाई भेट्न जान्छन् र प्रेमिकाकी आमा नै ती शिक्षिका भएर निस्कन्छन्। होस्टेलमा चोरीको झुटो आरोप लागेपछि मानसिक विचलनमा परेका बोगटीलाई शिक्षिकाले कसरी बचाइन् भन्ने कुराको भावनात्मक अलमलले नै कथालाई
सम्बन्धलाई अगाडि बढाउँछ। त्यसैगरी भुइँ शीर्षकको कथामा हर्षवीर थापा र उनका नाति नितेशको प्रेममय र मार्मिक सम्बन्धको वर्णन छ। छोराले छोडेर गएपछि नातिलाई एक्लै हुर्काएका हर्षवीरले नितेशको भविष्यका लागि उसलाई विदेश पठाउन तयार हुन्छन्। एयरपोर्टमा एक्लै बिदा हुन गएका नितेशले अन्तिम समयमा बाजेलाई छोडेर जान नचाहेको महसुस गर्छ। कथाले आफ्नो भुइँ अर्थात् जन्मभूमि र परिवारबाट टाढिनुको पीडा र बाध्यतालाई देखाउँछ। त्यसपछि अर्को शीर्षक छ साँझ भन्ने, जसमा बच्चा जन्माउन नसक्ने शारीरिक समस्या भएकी साँझको सङ्घर्ष र आत्मस्वीकृतिको कहानी छ। सामाजिक दबावका कारण नचाहेर पनि पाका व्यक्तिसँग बिहे गर्न बाध्य भएकी साँझ बिहेको केही दिनमै भागेर काठमाडौँ आउँछिन्। आफ्नो कमजोरीलाई स्वीकारेर लोकसेवामा सफलता हासिल गर्ने र बिहे नगरी बच्चा एडप्ट गर्ने उनको बोल्ड निर्णयले नारीको आत्मसम्मान र प्रगतिशील सोचलाई उजागर गर्छ। त्यसपछि अर्को शीर्षकको कथा रहेको छ 2752। यो कथामा साथीहरूको यात्रामा घटेको रहस्यमय घटनामा आधारित छ। सिमरन र साथीहरूको गाडीलाई 2752 नम्बरको मोटरसाइकलले बाटो छेक्छ अनि पछि ढुङ्गा हानेर गाडीको सिसा फुटाइदिन्छ। अन्त्यमा भग्नावशेष भन्ने एउटा कथा छ, जसमा विदेशबाट फर्किएका एक युवाको बाल्यकालका प्रिय छिमेकी वाग्ले दाईको परिवारसँगको सम्बन्ध टुट्नुको पीडा हो। चोरीको झुटो आरोपपछि सुरु भएको मनमुटाव, आपसी अहम र अपरिपक्वताले कसरी वर्षौंको आत्मीय सम्बन्धलाई भग्नावशेष रूपमा परिणत गर्छ भन्ने कुरालाई कथाले संवेदनशील रूपमा प्रस्तुत गरेको छ। सुबिन भट्टराईको कथा सङ्ग्रह चमेलीको फूल बैजनी रुमालमा समावेश भएका 7वटा कथाहरूलाई निहाल्दा प्रेम सम्बन्ध र मानवीय मनोविज्ञानको जटिल तस्बिर प्रस्तुत भएको पाइन्छ। कथाहरूमा प्रेम प्राय अतृप्त र असामान्य छ, चाहे त्यो एक्स कथामा पुरुष पात्रले पूर्व प्रेमिकाको मनोवैज्ञानिक दूरीको कारण भोगेको वियोग होस्, या चमेलीको फूल बैजनी रुमालमा पात्रहरूले वैवाहिक परम्पराबाट टाढिएर खोजेको अव्यक्त आत्मीयता र भावनात्मक विच्छेद होस्। धेरै पात्रहरू गहन भावनात्मक द्वन्द्वमा छन्, जस्तो भुइँमा बाजेले नातिलाई विदेश पठाउँदाको व्यवस्था होस्, या साँझ भन्ने शीर्षकको कथामा नारी पात्रले शारीरिक अपूर्णताका कारण सामाजिक अन्यायमाथि गरेको विद्रोह। यी कथाहरूले अहम र बाह्य दबावले कसरी सम्बन्धलाई ध्वस्त पार्छन् भन्ने देखाउँछ। जस्तो भग्नावशेष भन्ने शीर्षकको कथामा छिमेकीको वर्षौंको प्रेम एक सानो अपमानजनक टिप्पणी र अहमका कारण कसरी भत्कियो, अनि अर्को अलमल भन्ने शीर्षकको कथामा चाहिँ झुटो आरोपले एक विद्यार्थीको मनमा लागेको मनोवैज्ञानिक घाउ। यसका साथै 2752 शीर्षकको कथाको रहस्यमय आक्रमणले पात्रको विक्षिप्त मनस्थिति र अतीतको आघातलाई प्रकट गर्छ। समग्रमा यो सङ्ग्रहले समाज र परम्पराका अपेक्षा भन्दा पनि टाढा आफ्नो सत्य र स्वतन्त्रता खोज्ने पात्रहरूको कथालाई सशक्त ढङ्गले चित्रण गरेको छ। तपाईले आज सुबिन भट्टराईको कथा सङ्ग्रह चमेलीको फूल बैजनी रुमालमाथि गरिएको यो मनोवैज्ञानिक र भावनात्मक विश्लेषण पूर्ण रूपमा हेर्नुभयो भन्नेमा म विश्वस्त छु। यी 7वटै कथाले हामीलाई यही कुरा सम्झाउँछन् कि प्रेम केवल सुखद संयोग होइन, यो जटिल मनोविज्ञान, आत्मीय विद्रोह र विवस्थामा गरिएको त्यागको एक लामो यात्रा हो। चाहे त्यो साँझको आत्मसम्मान होस्, भुइँको भावनात्मक विच्छेद होस्, वा भग्नावशेषको अहमको कारण टुटेको सम्बन्ध होस्, यस सङ्ग्रहले सम्बन्धका रौँ चिराहरूलाई हाम्रो सामु उदाङ्ग पारिदिएको छ। तपाईहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु, तपाईको विचारमा यी 7वटा कथाहरूमध्ये सबैभन्दा मार्मिक र तपाईको हृदयलाई सबैभन्दा बढी छोएको कथा कुन हो? के तपाईँ पनि एक्स वा साँझ जस्तो पात्रको मनोवैज्ञानिक द्वन्द्वसँग सहमत हुनुहुन्छ? तल कमेन्ट बक्समा लेख्नुहोला र हाम्रो भिडियो मन पर्यो भने अरू साथीहरूलाई पनि सेयर गर्नुहोला र हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।